महेन्द्र राजालाई मारेकै मितिमा डिबी ल्याइयो। डिबी भरेपछि नेपालमा पढे लेखेका इन्जिनियर डाक्टर पाइलट सब छोडेर अमेरिका लैयो। हले कोदाले कुटे भरिया गोठालो खच्चडवाला मात्रै रह्यो नेपालमा। उसले के गर्छ? केही पनि गर्दैन। उसले त उही हलो कोदालो गर्छ, अरू के गर्दैन। त्यसपछि 38 सालमा प्रचण्डजी आउनुभयो मसाल भनेर। प्रचण्डजी आएर उहाँले निरन्तर पेल्नुभयो। यस्तो पेल्नुभयो कि 46 सालमा राजाको सत्ता खोजेर 47 सालमा उत्तानो डाङ पारेर बौद्धल लगाइदिनु। त्यो बौद्धल आएपछि 47 सालमा बौद्धलले जनता बेचेर बाँचौँ भनेर 47 सालमा चाहिँ नि कारखानाहरू बेचेर खाडी पुर्याइदियो। 51 सालसम्म ती चिजहरू बेचेर डिपोजिट गरेर मजबुत बनायो। 52 साल 1 गते फागुनको माओवादी गठन भयो। त्यो हतियार किन्ने पैसा कहाँबाट आयो? कति खर्बको हतियार लागू भएको छ? त्यो कहाँबाट आएको पैसा? त्यो कारखाना बेचेका पैसा पनि त्यही छन्। अनि त्यो विदेशबाट आएका धर्मनिरपेक्षता गराउनको लागि आएका पैसा पनि त्यही छन्। मन्दिर फुटाउ भनेर आएका भत्ताहरू पनि त्यही छन्, होइन? त्यसले चाहिँ नि हतियार उठाएर खरबौँको विध्वंस मचाइयो। अझै रोयल पाइल त्यो कारखाना बेचेर भएन, रोयल पाइल अझै कारखानाहरू छन्, ठूला ठूला मलहरू, राजाले बनाएका पुलहरू छन्। त्यो पुल पनि भत्काइदिन लगायो माओवादी लगाएर। त्यो पुललाई बम हानेर उडाएपछि के भयो? आर्थिक ध्वस्त भयो, आर्थिक क्षति भयो नि राज्यको। एउटा कारखाना बेच्यो, आय स्रोत सिद्धियो। आर्थिक ध्वस्त भएपछि लास्टमा के भयो? त्यसलाई मर्मत गर्न राज्यको भए जतिको निचरेर हालियो हो। अब ती तपाईँका विध्वंस भइसकेका चिजहरूबाट पनि अझै रोयल पाइल केही छ कि भनेर लास्टमा गएर संघीयता लाग्दियो, होइन? मारियो, बेचियो कारखाना, जनता मारियो, लुला लङ्गडालाई दिने भनेर दियो। त्यो सबै गरेर लास्टमा अझै रोयल पाइल केही छ कि भनेर संघीयता लादेपछि त भए जतिको सब निख्रेर ऋण लाग्छ। अनि लास्टमा के गर्ने त? 68 अर्ब जाबोले नेपाल किन्न खोजिरहेछ, यहाँ गरेर रेल गाडिरहेछ नेताहरू। मैले पास गर्न पाए त हुन्थ्यो नि रे एमसीसी, मैले पास गर्न पाए हुन्थ्यो भन्नको लागि भिड भइरहेछ। जसले पास गर्यो माथिबाट आशीर्वाद मिल्छ। एउटा 50 करोड रुपियाँ त्रिभुवनले दान दिएको बेलायत जस्तो देशलाई त्यो ठाउँको नागरिक आज 68 अर्बमा अर्काको सम्झौता मान्ने यी देशद्रोही हो कि होइन नि दलालहरू? यिनको अन्त्य नभएसम्म मेरो इन्ट्री हुँदैन। मेरो इन्ट्री नै यिनको अन्त्य हो। हस्, धन्यवाद। हर हर महादेव, जय नेपाल।